ल गुड मर्निङ सबैजनालाई। म चाहिँ अब गाडी सिकाउन निस्किसकेँ। आज उहाँको छोटो दिन भइरहेछ अनि हामी चाहिँ टुसालतिर जाँदैछौँ। अहिले टुसाल भसनथली हुँदै लाग्नेछौँ। स्लो गर्नु गाडी आयो खै हेरेको होइन। तपाईँ स्लो गर्नु भएन चाहिँ मैले स्लो भन्नु थियो एउटा छोड्नु पऱ्यो नि खै छोडेको भसनथली भने भसनथली कति हो बाइक आमा पछाडि भन्ने छ। लेफ्ट लेफ्ट काटो काटो रेस 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 अझै लेफ्ट स्लो स्लो राइट जानु राइट जानु राइट जानु राइट राइट अझ राइट 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 अझ राइट रेस्ट दिनु चल्नु चल्नु कुनापट्टि आउनु कुनापट्टि आउनु हरेक कति कति हेर्नु है एउटा मर्नु मर्नु छोड्छोडै ब्रेकमा फुटायो। अब सँगसँगै खोल्नु पऱ्यो हजुरले। अब ब्रेकमा मात्रै कन्ट्रोल गर्ने धेरै छिर्नु नि भएन धेरै छोड्नु नि भएन। तपाईँले गाडी चाहिँ ठिक्क कुर्नु पऱ्यो अब यसरी नै ब्यालेन्समा भात त हुनु भएन क्या। अब चाहिँ सकेछ कन्ट्रोलमा ल उहाँको चाहिँ बेसिक क्लास सुरु भइरहेछ। तपाईँले सुन्नु त जहिले म कहिले बाहिर कहिले कता कता बिजी हो नि। दुई दिन ग्याप भयो तपाईँको ठ्याक्क सेड्युल थाहा भनेको मलाई। आज भयो नि भोलि हुन्न भोलि हुन्न ए पर्सि हुन्छ हुन्छ फेरि ए एक दिन ग्याप हुन्छ ए मलाई बिहान पुग्नु ल जहिले पनि 8-9 बजी। आज शनिबारले गर्दा आज शनिबार भयो अब उता कता हिँड्नु भयो। म त उता गएको थिएँ शुक्रबार चाहिँ त्यो मेरो चार्जर बिग्रेको थियो ल्यापटपको अनि त्यो बनाउनु गएको थिएँ ठ्याक्कै थियो तपाईँको फोन आएको थियो। गाडी यहाँ घुमाउनु ल अब उयो बहिनीपट्टि आउनु अब अझै लेफ्ट स्लो स्लो कुनापट्टि आउनु अझ कुना काट्नु काट्नु अझै मोड्नु पनि कति बाइकले हेर्नु अब गाडी सल्लाह बगाउनु पुरै काट्नु अब राइटपट्टि अनि राइटको ऐना हेर्नु ल ऐनाहरू त अलिक गाडी पनि बगाउनु सँगसँगै हिँड्नु भइरहेछ जमझम। अब क्लच छोड्नु बिस्तारा रेस दिनु अझै रेस खै स्पिड लिएको खोल्ने सँगसँगै रेस अझै अब राइट जानु थोरै स्पिड कम भइरहेछ। त्यो पोलनिर रोक्नु ल गाडी पोलनिर पोल गर्नु भएन सिधा गरिहाल्नु न। रेस हिँड्नु न कहाँ छ पोल हेर्नु ल क्लच अनि ब्रेक अब यस्तो हुन्छ हामीले अब उकालो उठाउनु बेला चाहिँ पोलसम्म यो तान्नु माथि अब बटन सिज्नु भएन ल पछि नतिर्नु ल त्यतिको तान्ने। अब बिस्तारै ब्रेक छोड्नु त अब हातै हुनु पर्छ तपाईँको हात नछोड्ने बिस्तारै ब्रेक छोड्नु। अब अड्क्यो नि अब हजुरले रेसमा खटा राख्नु पहिला अब राख्नुभयो। अब रेसलाई बिस्तार बढाउनु त हत्ता नभर्नु ल बिस्तारबाट बढाउनु अझै रेस बढाउनु क्लच छोड्नु भएन तपाईँले मैले भनेको थिएन नि त। अब रेसको आवाज आयो नि होइन तपाईँले बल्ल अब क्लच छोड्ने अब
एकदम बिस्तारै होल्ड गर्नु क्लच अब ओ साउन्ड दब्बै नै हर्र अब नि अब हजुरले झार्नु पऱ्यो अब ल हेर्नु बुझ्नुभयो अब यसो रोक्नु फेरि बिस्तारै रोक्नु अब त्यो तान्नु अब बटन छिन्नु भयो भने यति तान्ने माथि ल बिस्तारै ब्रेक छोड्नु पहिला अब गाडी के भइरहेछ बगिरहेछ मतलब यो थोरै तान्नेलाई हो यसरी त्यो हत्ता नछोड्नु कि ब्रेक अहिले भने ल बिस्तारै छोड्ने ल बिस्तारै रेस बढाउनु पहिला क्लच छोड्नु भएन ल पहिला अझै बढाउनु रेस अब जाने रेसको अब बिस्तारै क्लच छोड्नु त अब जानुहोस् नि गाडी अब क्लच होल्ड गर्ने अब झार्नु अब बटन चिन्ने पहिला सर हिँड्नु अब मास्तिर हिँड्नु अब गुडियो नि अब बिस्तारै क्लच छोड्नु पऱ्यो त्यति चिरनु भने क्लच हत्ता नछोड्ने बिस्तारै छोड्ने है दाइको चाहिँ उहाँलाई चाहिँ आज मैले उकाल सिकाएर छु आज पहिलो दिन राम्रो भइरहेछ भनौँ अहिले आतिनुहुन्छ उहाँ पनि फेरि खुट्टै चल्दैन अब बन्दुक चलेर भए नि खुट्टा के सक्दैन म चाहिँ भुपु आएर नि फेरि ए भुपु है बिस्तारै रोक्नु अब अझै ब्रेक हत्ता नछोड्नु ल पहिले ल पहिले बिस्तारै तान्ने यसलाई बटन छिन्नु भएन यति तान्नु न अब बिस्तारै ब्रेक छोड्नु अब गाडी अड्क्यो नि रेसमा खुट्टा बिस्तारै अब बटन यसरी हात राख्नु तपाईँले रेडी पोजिसनमा बस्नु यसरी आवाज आइरहेछ नि अब थोरै क्लोज छोड्ने अझै जान खोज्यो नि अब होल्ड गर्ने झार्ने अब जाने रेस बढाउनु क्लच छिन्नु भएन है गुडेपछि क्लच छोडिदिने नगुडिन्जेलसम्म चाहिँ होल्ड गर्ने आफूले हराउँदैन हराउँ रेस राइट काट्नु राइट काट्नु हुँदैछ काट्नु न उनीहरू आइरहन्छ नि खोल्नु ब्रेकमा फटा यस्तो बेला काट्नु राइट कति बाइक तपाईँले बाटो अब काट्नु पऱ्यो नि आफ्नो लिन आइसक्यो तपाईँको उनीहरू बसेन तपाईँ काट्नु भएन क्या हिँड्नु पऱ्यो क्या तपाईँ कहाँ ठोकिन्छ तपाईँको त आफ्नो लिन च्याप्नु पऱ्यो नि तपाईँले अब मान्छे पैसा हाल्नु त भित्रतिर ठोक्नु भएन नि तपाईँले है त्यसरी हराम बजाएर आफ्नो लेन च्याप्ने क्या तपाईँले आत्तिनु पर्दैन काट्नुहुन्छ काट्ने क्या तपाईँ त्यसमा काट्नु न खोल्ने अब यता गाडी आएर अब तपाईँले कुनैतिर च्याप्नु मिलेन नि त तपाईँले रोक्ने क्या तपाईँले त्यस्तो बेला चाहिँ बुझ्नुभयो नि साइड छैन भने चाहिँ रोक्ने साइड छ भने तपाईँ जाने आफ्नो लेन त तपाईँ छोड्नु भएन नि त ठाउँ हेरेर कन्डिसन हेरेर गर्ने नि त अब उनीहरू त बाटोमा त्यति कुराहरू भइरहेको नि त त्यो त हरमा चाहिँ जाने नि तपाईँ त त्यो त तपाईँ गल्ती होइन नि त उनीहरूको गल्ती हो क्या त्यो चाहिँ कन्डिसन हेरेर हुन्छ होला ठोक्नु चाहिँ भएन तर हरम बजार जानु चाहिँ मिल्यो भनौँ न त्यसरी चाहिँ हामी त हरम बजार काट्दै जाने नि आफ्नो लेन च्यापेर ल हामी चाहिँ फेरि अब फर्किँदैछौँ घरतिर